अब एउटा पाठ भन्छु है त रेकर्ड गर्नुहोस्। ल जसको आत्माको बत्ती बल्यो त्यसले भोलो पर्लो नरलो सम्पूर्ण देव छ। जसको आत्माको बत्ती बलेन पनि त्यसलाई दिनरातको थाहा छैन, अमृत बिखाको थाहा छैन। बिख पान गरेर अमृत पान गरेको छु, बिखाका बिरुवा जमाएर अमृत फलाउँछु भनिकन क्रोध लोभले युक्त भइकन भएका सर भाइ नरमा घुम्दछ पशु समान भइकन त्यसको जीवन बितेको हुन्छ। जसको आत्माको बत्ती बल्यो त्यसले भोलो पर्लो नरलो सम्पूर्ण देवता र आफूलाई आफूले चिन्न प्रयास गरिएको हुन्छ। म कुन बाटो हिँडेको छु, कुन शब्द बोलेको छु, मलाई लोकले कतै नम्बरमा राख्यो। आफ्नो मिटर बाक्स आफै हेर्दा र आफूलाई आफूले चिन्दछ। जब आफूलाई आफूले चिनेपछि भगवान्पट्टि चिन्तन गरिएको हुन्छ। भगवान्का चरित्रहरू कस्ता छन्, कहिले विद्वान भएर हुनुहुन्छ, कहिले दुखी गरी मागन्ता भएर आउनुहुन्छ। प्रभु सारा घाम डुली घुमी मलाई कहीँ पनि जलपान भोजनको व्यवस्था मिलेन। म भोक्यासले सधैँ आकुल व्याकुल भएँ भनिकन भगवान्ले यस्तो रूप धारण गरेर यो शब्द टक्राउनुहुन्छ र त्यो आत्माको बत्ती बालेर हेर्दछ। ओहो आज भगवान् कसको मेरा गिरियामा कसले प्रवेश गर्यो, को आयो भनिकन आत्माको बत्ती बालेर हेर्दछ र त्यसले चिन्दछ। ओहो आज भगवान्ले मेरो अन्तर्वार्ता दिनुभयो। प्रभु म धन सम्पत्तिको पनि साह्रै गरिब छु, प्रभु शरीरको पनि नाजु छु। मलाई केही वस्त्रको पनि दया गर्नुहोस्, केही भोजनको दया गर्नुहोस् भनिकन भगवान्ले यस्तो रूप धारण गरेर यो शब्द टक्राउनुहुन्छ र आत्माको बत्ती बालेर हेर्दछ। को आयो मेरा गिरियामा, कसले प्रवेश गर्यो भनिकन त्यसले चिन्दछ र ओहो आज भगवान्ले मेरो अन्तर्वार्ता लिनुभयो भनिकन सम्पूर्णजनको सेवा सत्कार गर्दछ। प्रख्यात भइकन लोकमा अघि सर्दछ।